हल्का सुन्ने यो चाहिँ नि तपाईँको नाम के गाउँ के पुजारीको यो पालिका के पऱ्यो गुरु यहाँ कस्तो के थापना छ कहिलेबाट भएको हो यो चाहिँ हल्का सुनाइदिनुहोस् इतिहासको कुरा भन्नु पहिला ल गुरुबा हजुर यो हजुरको यसो परिचय अनि हामीलाई यो कनिका जुन सुन्दरी माईको चाहिँ यसो यो स्थापना हजुर यो यसको बारेमा यसो छोटोमा एकचोटि भनिदिनु पर्ला हजुर ल यहाँ कनका सुन्दरी त्रिपुरा सुन्दरी आलाफा जालाफा कालिका मालिका देवी पहिला सतयुगबाट थापना भएको दिव्य धर्म कर्म छ यो ठाउँमा राजा बसेको जालन्धर सिंजापति राजा बसेको यसै ठाउँ हो मैले देखाएँ यहाँ नजिकै यति हो विराट राजा बसेको माथि हो पाँच पाण्डुमा लुकेको पनि यसै ठाउँ हो भानगङ्गा नदी जोवा नदी गङ्गा जोवा नदी मन्दिरबाट तर नाङ्मोसम्म माद्मसम्म यी नदी छन् कुला उत्याएको छ ठौरो ठौरो यिनै माथि कुला छैनन् कर्णाली यिनै माथि छैनन् नागमदै उता छैनन् यो नागमसम्मलाई चाहिँ यो त्रिवेणीको कुला उत्याएका छन् रातो चामल उत्पन्न हुन्छ यो सिँगामा त्यो कारणबाट राजा बसेको ठाउँ हो शुद्ध भाषा खस भाषा चलेको शुद्ध भाषा सिँझैबाट हो हजुर उत्पन्न भएको हो यहाँ चाहिने सबै देवी देवताको थापना छ धर्म छ कर्म छ 77 जिल्लाका मान्छे आउँछन् कनका सुन्दरा मन्दिर दर्शन गर्न 77 जिल्लाका आउँछन् धेरै धर्म छ सोचेको काम पुग्छ गणपति विश्वदेवा भगवती शिव पार्वती ब्रह्मा विष्णु कृष्ण रुद्र महेश्वर लक्ष्मी सरस्वती गौमाता तीर्थादि देवता 18 पुराण 28,000 ऋषि 9 ग्रह 10 अवतार भगवान आकाश इन्द्र पातल वासुकी कुनाकी कालिका डाँडाकी मालिका 12 भाइ मस्टा 9 दुर्गा भवानी 33 कोटी देवता अग्नि देवता तुलसी देवता पिपल देवता नाग देवता भूमि देवता पृथ्वी माता सन्तोषी माता पित्रादि देवता गङ्गा सागर जोवा नदी गङ्गा सागर त्रिवेणी तीर्थादि देवता 4 वेद पञ्चदेवता 12 रवि 12 सूर्य भगवानका वेद पाठ सङ्कल्प वेद पाठ गरिन्छ वेद पाठ सङ्कल्प शिवजीले रक्षा गराउन् विष्णुले लग गराउन् देशमा कष्ट कला भटिजास नेपालमा कष्ट कला भटिजास लक्ष्मीले बास गराउन् भनेर एक चित्र यज्ञले पूजा आदि गरिएको छ हरिओम हर 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 महादेव हर 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 जय हो सबैको चाहिने सोचेको काम पुगोस् भनेर शुभ आशीर्वाद छ ल धन्यवाद अनि मैले भनेको थिएँ बुढो बनेको कता भने त्यो कता पर्छ हजुर बुढोको कता पर्छ बुढो अहिले म बाहिरबाट सिकाइदिन्छु देखिन्छ हजुर ल हजुरले टिपको त लाउनु पर्यो नि त ती आइसके हजुर श्रीमाथि शिवजी वसौँ कानमा वसौँ कालिका त्यहाँ आउनु सबैलाई लाएर म अहिले उ गर्छु रातो पछि लगाइदिन्छु है रातो पहिला पियानो रातो हातै हुन्छ है नहोइन्छ श्रीमाथि शिवजी वसौँ कानमा वसौँ कालिका दुर्गामाथि सरस्वती वसौँ लक्ष्मी वसौँ भौलीमा शिवजीले रक्षा गराउन् विष्णुले लग गराउन् नवग्रह सर बुढो गाउँ भन्नुभएको लक्ष्मीले बास गराउन् शिवजीले रक्षा गराउन् जाउनु छिटो श्रीमाथि शिवजी वसौँ कानमा वसौँ कालिका बुढो गाउँ भनेको त्यो उबाट माथि वसौँ भौलीमा कोठचिउलादेखि श्रीमाथि शिवजी वसौँ कानमा वसौँ कालिका जिउडामाथि सरस्वती वसौँ लक्ष्मी वसौँ भौलीमा श्रीमाथि शिवजी वसौँ कानमा वसौँ कालिका पैछन् कि यति हो अब रातो 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 आउँछ है अब रातो पनि लगाइदिनु रातो ल जय होस् जय भगवती जय होस् जय होस् ल क्यामेराम्यान यता फोकस गरौँ नआउनेलाई नआउने क्वेसन कि खिच्ने मान्छे
भोलि फेसबुकै हाल्ने भन्ने ल ठुलो आशीर्वाद दिनु एक हात पञ्चपाला एक हात दर्पण म हजुरलाई टिका दिएँ शिवलाई दर्शन शिवज्यूले रक्षा गराउन् विष्णुले लग गराउन् नवग्रह शान्त बस्या लक्ष्मीले बास गराउन् ल शुभ आशीर्वाद छ सोचेको काम पुगोस् देवी देवताको सबै फेसबुकमा हाल्नु हजुरले हजुरको नाम हुन्छ लक्ष्मीले बास यहीँ गर्छन् जान्छ 2 महिनापछि खा ल कन्फर्म अब हामी लागौँ होला प्रसाद